गाइस एउटा 2 3 गो मलाई यसले सेफ्टी ल्याइदिन्छ भन्ने थाहा थियो के तर म एकदमै धेरै फन्नी लिएर आएको छु किनकि मलाई एकदमै चटर फटर मनपर्छ कलर गेम खेल्ने भनेपछि अलिकति फन्नी चाहिएन तै पनि मैले अलिकति धेरै मेरो पुरानो हुने चिज नमस्ते गाइस वेलकम ब्याक टु माई न्यू भिडियो आइ सबैजना एकदमै सन्चै अनि आरामी हुनुहुन्छ हामी पनि सन्चै छु न्यू डे न्यू ब्लग आज चाहिँ पर्दैसँग फेरि ब्ल्याक ब्ल्याक भएछ दुईटैको उ चाहिँ अलि राम्रो म चाहिँ नाइटीमा सो अनि धेरैजनाको डिमान्ड थियो नितु प्रतीक्षा लक्ष्मीसँग कलर एक्सचेन्ज गेम बट भाउजू चाहिँ हुनुहुन्न सो अब नेक्स्ट टाइम चाहिँ फेरि भाउजूसँग अर्को आइडीमा आउँछ अनि फेरि के भन्छ अरे हामी चाहिँ आज हतार हतारमा ल्याएको एकदमै हतार यो त बरु घर बस्न पाउँछ नि मेरो त न फुर्सद छ न काम छ न के छ जिन्दगीको टेन्सन छैन चर्को छ मेरो दुनिया अब त्यही नै हो गाइस आज चाहिँ हामी कलर एक्सचेन्ज गेम खेल्दैछौँ लक्ष्मीले धेरै दिन भनेकी थिए मैले धेरै दिन टाढे किनकि म हल्का अब एकदम पर्सनल कामले बिजी भइरहेको थियो त्यो भएर पनि अब काम पनि हेर्नु पर्यो अब भोलिदेखि त झन् म लक्ष्मीको अगाडि पनि हुँदिन पछाडि पनि हुँदिन कोही पनि हुँदैन यो पनि हुने मम्मी हुनुहुन्न दाइ पनि त्यो भएर पनि अब त तपाईहरुलाई थाहा नै छ सो आजको गेम चाहिँ अब कस्तो हुनेवाला छ के हुनेवाला छ थाहा छैन यहाँ कुनै फन्नी पनि छ रमाइलो पनि छ मैले एकदमै धेरै फन्नी लिएर आएको छु किनकि मलाई एकदमै चटर फटर मनपर्छ कलर गेम खेल्ने भनेपछि अलिकति फन्नी चाहिएन तै पनि मैले अलिकति धेरै फन्नी बनाउन नसके पनि केही चिज चाहिँ मैले एकदमै धेरै फन्नी बनाएको छु सो हेरौँ भनेपछि गाइजले डाउट लाग्ने लिएर चाहिँ मैले बुझिसके के मैले तँलाई त्यो अस्ति नि हामीले भनेको थियौँ नि भनिदिन्छु ल भयो भनिदिनु त्यो अब प्राइभेट चिजहरू चाहिँ त्यस्तो चाहिँ ल्याएको छैन ल त्यो चाहिँ ल्याएन गाइज किनकि यस्तो कलर हेर्नु पर्दैन तेरो मैले लिएर आइज जा अनि ऊ चार्जमा झिक अब के आइज लिएर आइज दाजु बोले गरे त सो गाइस त्यही नै हो यहाँ अब पोको छ हेर्न हुँदैन आज यस्तो चिटिङ भन्ने चिज गर्न हुँदैन जिन्दगीमा अनि त्यही नै हो अब चाहिँ यहाँ चट्ट लाएर सो गाइज अनि के भन्छ अरे यो चाहिँ मेरो पोको त्यसको पोको त्यहाँ मान्छे यसरी लुकाएको थिएँ अब यसले देखि भने त रमाइलो मजै हुँदैन नि त सो त्यही भएर नि त्यसले कलर पनि उस गरिसके हे स्क्रिनसट मैले तँलाई तैँले मलाई पैसा हालिदिएको पनि रहेछ यहाँ पैसा दिएन के भन क्रप गर्न सिधै साथी अनि गाइज मेरो चाहिँ त्यस्तो फन्नी चाहिँ केही पनि छैन एउटा चिज मात्र फन्नी छ अरू सबै यसलाई चाहिने निड सामान मात्रै छ मेरो चाहिँ अब यो चाहिँ बाहिर सो गाइज कलर चाहिँ यहाँ छ टुबेल कलर निड हुने भन्दा पनि यो गेम भनेको अलिकति फन्नी हो निड हुने त अब हामी किनिरहेको हुन्छौँ चाहिरहेको हुन्छ त्यस्तो भइरहेको हुन्छ होइन अब फन्नी हो मेन भनेको सो यहाँ चाहिँ हामीसँग टुबेलवटा कलर छ टुबेल कलरमा चाहिँ अब सुरुमा रेड छ हामी रेडदेखि नै स्टार्ट गर्ने कि लास्टदेखि गर्ने हो र ब्राउनदेखि ब्राउन ग्रिन पिङ्क येल्लो ब्लू स्काई ब्लू सिल्भर ओरेन्ज पर्पल व्हाइट बिचबिचबाट गरौँला तर सिधा गऱ्यो भने सजिलो बिचबाट गरिदिउँ न केही नै हुँदैन ल भन् त भन् ल सुरुमा ल फर्स्टमा चुज गर तँ त रेडी भनेको छ है रेडी गर्ने त मैले येल्लो ल्याइनँ क्या सम्झेँ साथी ओरेन्ज र येल्लो र सिल्भर गोल्डनमा एउटा भनेको गोल्डन र येल्लोमा एउटा सिल्भर र येल्लोमा एउटा होइन साथी सिल्भर छुट्टै हो भनेपछि मैले येल्लो ल्याइनँ येल्लो ल्याइन ल्याइन गाइस मान्छेले राखु येल्लो हैन म खेल्दै जाम अब हेरौँ सुरुमा येल्लो नभन अरू कलर भन येल्लो अलि लास्टमा खेलौँ कुन भन त ल रोके मेरो टिकेको गाइस चाहिँ टिका बिना चाहिँ टाउको पनि उठाउने कि यसले कस्तो देखिन्छ अरे कि यसलाई अब यसलाई आपत पर्ने भयो सो म कलरहरू हजुरलाई एकचोटि भनिदिन्छु नि टिका खोजिदिन्छु म रेड ब्ल्याक व्हाइट पर्पल ओरेन्ज सिल्भर स्काई ब्लू येल्लो पिङ्क ग्रिन ब्राउन हो अनि यो चाहिँ येल्लो र गोल्डनमा जुन पाउँछ त्यही लिएर आउनु भनेर डिसाइड गरेको थियौँ हामीले टिका नलाउँदा पनि राम्रै छु है त्यही पनि लाउँछु कि मैले सेफ्टी बोकेर हिँडेर हुन्छ यसले त बरै त मोबाइल पछाडि कभरमा हुन्छ कि कभरमा हाल्दिनँ कता कता हुन्छ बोकेर हेर्दा ठिक ठाउँमा खाने फेरि कुन कलर फर्स्टमा मलाई त ल सुरुमा के गरौँ भन्दाखेरि ब्ल्याकै गरौँ ल है त ब्ल्याक त ओइ कहाँ छ साथी ल वान नहेरे मैले निकालेकै छैन ल ब्ल्याकमा हैन नहेरे हेरे हैन कि मैले ल किन हेर्छु ल ब्ल्याकमा ल 1 2 3 गो के छ गाइस मेरो पुरानो हुन्छ मैले मोजा ल्याएको छु खोलौँ ल वाउ मेरो चाहिँ ब्ल्याकमा राम्रो रहेछ यो चाहिँ मेरो
बुढालाई मलाई नि हुन्छ के तँलाई नि टी सर्ट हुन्छ रहेछ पुष्मेको साथी फेरि स्ट्राङ्गल झुकेका नै भोलिका सुन्नु जाँदैछु भाइ गरेर लाउँछु मेरो बुढालाई ब्ल्याकमा यो पाएँ मैले धन्यवाद तिमीलाई मैले राम्रो गिफ्ट दिनु तिमीलाई अब मैले चुज गर्ने हैन कुन ओरेन्ज ल ओरेन्ज ओरेन्ज त्यस्तो राम्रो छ ओरेन्ज साथी मेरो त दुईटा छ ओरेन्ज त एउटा एकछिन अच्छी मेरो ओरेन्ज का गयो रेडी हो One, म हेरे त 1 2 3 गो मलाई यसले सेफ्टी ल्याइदिन्छ भन्ने थाहा थियो के तर मैले यो सेफ्टी युज गर्दिन के किन भन साथीहरु चेन्ज गर जे गरे गर ओरेन्जमा मैले थ्यांक यू भेटिन यो चाहिँ तिम्रो सेहतको लागि राम्रो हो न यो चाहिँ के गाइज यति महँगो एउटा केजीको वेन यति महँगो है अनि मलाई एउटा भए पनि लिएर आयो ओरेन्ज सो गाइज चाहिँ ओरेन्ज यसलाई अब एकदमै निड हुन्छ यो पनि निडै हो त्यही भएर यस बास्ना धेरै आइसक्यो यसको मलाई थाहा भइसक्यो थ्यांक यू सो मच यो चाहिँ छोरी मान्छेलाई हरेकमा चाहिने चिज हो यो तर भने मलाई किन लुकाउने हैन चाहिन्छ वा यो चाहिँ राम्रो रहेछ है यो पनि राम्रो लुकाउँछु मेरो ल अब कलर चुज गर त अब मैले हैन ओ माय गाइज अब ग्रीनमा ल ग्रीनमा मरिभरि निड हुने चिजहरू मात्रै ल्याएको थिएँ गाइज ग्रीनमा भनिस् है रोके साथी बुवा छ ग्रीनमा दुईटा थियो यार रोक एउटा त दुईटा ल्याइछ यार यसले भ्याउ गाइज सबै ल्याउन भइसक्यो कि म यस्तो हतारमा छु नि एकछिन अझै एउटा जित्नै छ ग्रीन अर्को चाहिँ यस्तो माथि झिकेर राख्छ है पहिला एउटा दिन्छु अनि अर्को दिन्छु है ल जित ल 1 2 3 गो मलाई थाहा थियो खुर्छ नि मैले त बरु राम्रो ल्याउँदैछु त स्प्राइट यो बाहिर राखेर होइन साथी अर्को छ ल दिम अर्को चाहिँ कुरकुरे हो क्या 1 2 3 गो ल वाह सो गाइस यसलाई निडै हुन्छ क्या यस्तो कुराहरू लाइ तँलाई चाहिँ यो खा पेटमा नाच्छ यो सबै मेरो पुरानो हुने चिज कौन है ये लोग कहाँ से आते हैं गाइस सुरुवाल आइसकेको छ मलाई धन्यवाद तपाईलाई घर बस्दा सेटी भएछ त है सेटै ल्याइदिएको के साथी मैले चाहिँ मोजा मात्र ल्याइदिन्छु केही पनि ल अब मैले हो चुज गर्ने तैँले हो। तैँले ग्रीन गरे के हो ल पिङ्क ल पिङ्क तर मैले त्यस्तो टिक्खरवाला पिङ्क चाहिँ पाइनँ है ल ल 1 2 3 गो ल झिकै साथी ल ल झिको 1 2 3 गो आहा परफ्युम मैले तेरा सबै निड हुने चिज ल्याइदिएको गाइस मैले यो टी-शर्ट बल्ल तल पिङ्क एउटै कलर एउटै हो कलर के डिजाइन भने हो हो के साथी हो लारा खोल ल पिङ्क आहा मन पर्छ कि नै आई डोन्ट नो बट निड हुने चिज ल्याइदिएको भन्थे नि मलाई खोल्ने हो त नि यो ए साथी बिजेत यहाँ छ कि यो यसरी च्यात्ने हो कि देखिनस् तँलाई थाहा छैन क्या मिठो छ गाइस यसरी सो गाइस आयो टी सर्ट आयो मलाई साइज भएन भने चाहिँ सार्दा हुन्छ है यो आशा साइज गर सार्छु ला हैन मलाई एक्सेल हो हुन्छ साथी हुन्छ यो 3XL हो तर गाइस एउटै छ के साइज चाहिँ किन भन्दा ठुलो भयो भने चाहिँ गरिमा कम्फर्टेबल हुँदैन Yes, मलाई चाहिँ ठुलै लुगा मन पर्छ मैले यो गरेर सार्छु आशकमा हल्का ठुलै लिन्छु ल धन्यवाद थ्यांक यू के अब त्यतिखेर तेरो कलर हो सा तेरो तैले हो चुज गर्ने परफ्युम मेरो पाली हो अब व्हाइट यो चाहिँ छोडी गेले यहाँ राख्दै हैन कलर हुन्छ नि त व्हाइट व्हाइटमा के छ यार मेरो मेरो यो प्लास्टिक रित्ती हो मैले के पनि ल्याएको थिएँ व्हाइटमा रोकै रोक उता हेरे नहेरे ल सो गाइस यो चाहिँ अलिकति मैले राम्रै ल्याइदिएको छु साथीलाई ल 3 2 1 गो गो व्हाइटमा मलाई ल्याइदिन्छु हेर्नु मैले तँलाई कस्तो राम्रो चप्पल ल्याइदिन्छु मन पर्छ कि नै थाहा छैन यो चाहिँ यसकै साइज हो यो चाहिँ मैले यो ल्याइदिए आयो मलाई त हुन्छ तैँले पो लाउदिनी छु हैन मेरो पुरा छ नि त तेरो पो बोयफ्रेन्ड छैन
साथी बुढा हुनुपर्छ देखिस् यो मेरो बुढामा हुन्छ यो तेरो अब गर्लफ्रेन्ड त छैन म मेरो दाइलाई दिन्छु नि त दाइलाई नै हुन्छ नि त्यो अनि तँलाई नि हुन्छ नि त नहुने होइन नि त ज्याकेट सो गाइज अनि यो चाहिँ थ्याङ्क यू सो मच यो चाहिँ मलाई निडै थियो कि निड भएको चिज आयो मलाई चाहिँ थ्याङ्क यू साथी गाइज मैले टी सर्ट चप्पल अनि मोजा अनि स्प्राइट खाएर टक्क ओरेन्ज खाँदै हिँड्नु भनेर यो चाहिँ मैले खान नहुने चिज ल्याइछु यसले तर के पनि छैन मलाई दिएन म खान्छु ल अब साथी कुन व्हाइट तैँले भनेको छु मैले रे व्हाइट मैले भनेको ल अब भन्छ पर्पल ल पर्पल के ल्याएको पर्पल ल तिमीलाई मैले मायाको चिनो राम्रै दिनेछु यस्तो राम्रो दिनेछु कि त्यो मायाको चिनो देखेर तिमी रेडी हो 1 2 3 गो कौन है ये लोग कहाँ से आते हैं गाइज एउटा चाहिँ सेम चाहिँ हुँदैछ कि म त त्यहाँ त होइन दिएको चाहिँ साट्नु पर्छ के त्यहाँ त म त यो एउटा मात्र होला भन्ने सोच्छु त्यो साथीले त उठाइसक्यो तिमी ठिक छ मलाई त पनि ठिकै हुन्छ यसले त पाउडर हाल्छ कि पाउडर हाल्छ कि गाइस यो रुमालमा मेरो बेबीलाई चिकन यो चाहिँ बेबीलाई हुन्छ धन्यवाद साथी फर्स्ट गिफ्ट चाहिँ सेम पर्यो है बल्ल एउटा अब म भन्छु है टी सर्ट लाएर सुरुवाल लाएर सक्स लाएर सेन छर्केर प्याड लाएर यो रुमालले सिगार पुसेर गाइस मोजा लाएर टी सर्ट लाएर चप्पल लाएर सिगार पुसेर स्प्राइट ओरेन्ज यस नाइस साथी अब अर्को कलर तैँले भन् मैले भन्ने हैन अब which one रेड रेड ल रेडको त्यस्तो राम्रो छैन यार साथी तर पनि यस्तो राम्रो भन्ने चाहिँ हुँदैन कि फन्नी हो जस्ट एउटा गेम हो 1 2 3 गो साडी लाउँदा काटा लाउ तिमी राम्रो देखिन्छौ यो करेक्ट अब यो त सबैले खाइदिन्छ नि मन पर्दैन खाइहाल्छु यो त लुकाउँछु झन् स्पाइसी मन पर्छ सो यो चेन्ज गरेँ म त किराना पसल ल्याइछ हैन टेन्सनै छैन यो तँलाई निड भएको चीज हो तैले साडीमा यो चाहिँ मैले यसले लाउने भनेर नल्याएको है किन मैले लाउँदिन त्यो त अनि तेरो कपालले सानो छ अनि कहाँ लाउँछु त नि मैले यो चाहिँ लिएर आइन मैले धन्यवाद दिस वन अब कुन भन् ल तैँले भनेको छ है अब एल्लो ल एल्लो र गोल्डन एउटै हो है एल्लो रहेछ कि रहेछ ओरेन्ज रहेछ कि अघिको त त्यो यो त झन् हरेक नारीलाई चाहिने चिज हो दिस वान इज भेरी इम्पोर्टेन्ट ल 1 2 3 गो कपालको है मन पर्यो कि नै यो त सिल्भरमा हो हैन यहाँ गोल्डन हो के साथी मैले यसले गरे के पाइन लाइदेऊ त यहाँ राम्रो देखिन्छ होला मलाई यो चाहिँ लाइहाल्छु मलाई चाहिँ यो चाहिँ एकदम मन परेको गाइस मैले नि किन्छु आशाकोमा चाहिँ सेम कलरमा नभएर नलेको मैले चाहिँ धन्यवाद लाइहाले राम्रो लाग्छु नयाँ हो नि सो गाइस लक्ष्मीले घरमा काहीँ यो पाइन भन्दै थियो त्यही भएर नेट चिज अन्त यो येल्लो हो के त्यो ओरेन्ज होइन के साथी यो हैन तैले ओरेन्ज चाहिँ आइज हेर्नु यसले दुईटै ओरेन्ज बोकेले हैन यो येल्लो हो के साथी एउटालाई येल्लो मान्न ल ठिकै छ ल अब अर्को अब ब्लू 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 नाइ यो त धेरै स्पेशल चिज छ हाम्रो घरमा गोवा बेबी रेडी भयो हाम्रो घरमा गोवा खराए जस्तै हो ल छोटो न एकछिन हामी ब्लग गर्छौं ल 1 2 3 गो गाइस ठिकै हो यो काहे ल्याइदियो ओइचो पैचो तिरिला गाइज योमा चाहिँ के कस्तो इन्सिडेन्ट भयो थाहा म खास बाबुको लागि प्याम्पस लिन गएको थिएँ हैन ब्लूमा अनि यस्तो हेरेको ब्लूमा नरहेछ के त्यो स्काई ब्लू टाइपकोमा रहेछ अनि मैले त्यो भएर ल्याइन त्यो भएर डेरी मिल्क सो एलएस एकछिन लगाउन ढोका दिदी ब्लग गर्दै छु के थ्यांक यू चप्पल फेरि भनेको नमान्नी धन्यवाद त्यसको लागि हेर्दा कत्रो मम्मी बोलाउनु न बेबीहरुलाई सो गाइस अनि यो चाहिँ चाहिँ भइहाल्यो अब अर्को कलर भन् त ब्राउन 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 पनि निरी हो साथी तेरोलाई मम्मी एकछिन लैजान न ल छिटो छिटो निर त सबै हो नि ल 1 2 3 गो त्यो खुर्सान चाहिँ के झुन्दैरा हेर कस्तो तिखर ब्राउन हो मेरो त मेरो ब्राउन हो के साथी यो तर फिक्का ब्राउन हो गाइस यो चाहिँ सो ब्राउन तेरो कपाल त सानो होला साटो सो गाइस यो चाहिँ काटा यस्तो ब्युटीफुल काटा अघि नि भन्नु पर्थ्यो नि मैले काटा किन्थिन नि मैले कस्तो राम्रो काटा किनिराखु के थाहा त नि अब तले किन्छस् भनेर त कुन कलर छ साथी अब
अब रोक्न तँलाई म एउटा डब्बा पनि दिन चाहन्छु डब्बामा चाहिँ सबै श्री सम्पत्ति राख्नु होला तपाईँको तँलाई दिन्छु मैले डिब्बा अब सिल्भर ए अँ पनि त्यही छ सिल्भर त झन् तँलाई यस्तो मनपर्ने चिज हो तैँले यो लागि है गिफ्ट यो ल ल यो सिल्भर त तँलाई यस्तो चाहिने चिज हो कि तेरो यो रगत नसामा हुन्छ त्यो चिज हो ल रेडी 1 2 3 गो गो भएन बिस्कुट खानुपर्छ नि त त्यही भएर स्वास्थ्यको लागि राम्रो हो यो बिस्कुट ल गाइस यसले चाहिँ भनेको भनै गरी थियो मलाई चाहिँ अस्ति क्युट लाग्यो यो दुईटा देखा त कस्तो रहेछ ओ सिल्भर ल धन्यवाद तेरो उसँग मिल्छ क्या त्यो हातमा लाउने ब्यान्ड राम्रो लाग्यो सो गाइस राम्रो रहेछ क्युट सायद यो चाहिँ यार एक रहेछ मलाई ठिक हुन्छ यो नहेर ल हस् ल हेर ल त्यसरी नहेर ल ल साथी अब यो चाहिँ भइहाल्यो धन्यवाद यसको लागि पनि क्युट छ मैले लाएर उद्घाटन खोल त गरिहाल्छु कस्तो रहेछ हेर्नु साथी मैले लिन्छु नभए चाहिँ यो मलाई त्यति बेला त्यहीँ मन परेको गाइस यो चाहिँ अरू पनि थियो अरू पनि छ तर सिल्भरमा राम्रो आएछ कि यो चाहिँ चाहिँ सिल्भरमा गाइस यस्तो वाला रहेछ कि यो चाहिँ कसरी झुम्दै यो यहाँबाट निकाल्ने हिजो नानी यो गम टाँस्छ कि ब्लू टाँस्छ है यो यसरी निकाल्ने हो कि सो गाइस सिल्भरमा यस्तो राम्रो देखियो नानी गाने सो गाइस अब एउटा कलर बाँकी छ कुन भने लास्ट स्काई ब्लू स्काई ब्लू ल यो चाहिँ हरेक मान्छेलाई चाहिने हप्तै पछि निड एकदमै निड ल ध्यान 1 रोकै रोक ला यो प्लास्टिक पनि तँलाई सामान राख्नु 3 2 1 गो वाह लक साबुन रगतमा बसाइरहन्छ गर्दा पनि यो चाहिँ लाइट स्काई ब्लू कता व्हाइट पनि हो यो कता ब्लू पनि हो यो खास मैले भाडामा दि साबुन खोल्छु त्यही हो गाइस यो स्याम्पू नि झुटे राम्रो गलत उस भन्नु सो गाइस अनि के भन्छ हाम्रो कलर गिफ्ट एक्सचेन्ज चाहिँ छ्याक्कै हजुर 12 वटा थियो कति 12 वटा थियो 12 वटा ल 12 वटा हैन र अरु केही छुट्यो यस हो अरु केही छुट्यो र 12 वटा हैन सो गाइस यति मैले गलत गिफ्ट दिएमा म माफी चाहन चाहन्छु त्यसो त किनकि मैले डिटेल त्यही भन्नु एकदमै पर्यो। हतारमा किनेको हैन लक्ष्मीले त दिएको सबै राम्रो राम्रो हो राम्रो हो ब्युटीफुल हैन यस्तो हो आफूले मनले यो भनेको जस्ट एउटा गेम हो हामीले जस्तो सक्छौँ त्यस्तो अब एक दिन चाहिँ हामी तीनजना भएर तीनजना खेलौँला खेल्छौँ guys। त्यति बेला चाहिँ अलिकति फर्स्ट के अब भन्नाले एक हप्ता अगाडि पनि प्लान गरेर सामान जुटाएर गर्छौँ एक हप्ता लागेर नि जुटाउँछौँ आज चाहिँ के भयो भने यो र यो थियो नि दुईटैको खानेकुरा भयो त्यो एकैचोटि देखाउँ ल यो दुईटाको यो भयो खानेकुरा यो अनि यो सिल्भरमा चाहिँ के आयो यो आयो मेरो चाहिँ खानेकुरा मलाई कति धेरै आएको छ गाइस ओरेन्जमा यो आयो सरी ओरेन्जमा यो यो आयो अनि लिप बाम आयो चाहिँ लिप बाम त्यति हो साथी तँलाई चाहिने चिज हो त 24 घन्टै बोकेर हिँड्छ जस्तो लिप बाम दिस यो वान धन्यवाद अनि यो चाहिँ केमा आयो यो साथी यो येल्लोमा आयो मलाई येल्लोमा के आयो त येल्लोमा मलाई येल्लोमा के येल्लोको ए सट्टा ब्रासलेट के गोल्डनमा ब्रासलेट तर गाइस मलाई यो ब्रासलेट चाहिँ झुटै नगरी भन्दा पर्दा अति मन पर्यो हैन देखेर चाहिँ सामान सबै राम्रो छ तर यो चाहिँ अति बवाल क्युट छ कि है यो मलाई पनि अति नै मन परेको कि गाइस यो चाहिँ अनि यो चाहिँ केकोमा दिस्छ नि मलाई ग्रिनमा यसलाई चाहिँ मैले चिल्ली दिए चिल्ली वाउ राख्छु मेरो सामान खानेकुराले भोटेछ यार अब मलाई त पन्नै पुग्ने हो अरे यार लक साबुन लाएर नुहाएर यो खुर्सानी त राख यो परफ्युम लाएर अनि मोजा लाएर खानेकुरा त यहाँ लुकाउँछु कि साथी म हेर यसरी नत्र यिनीहरूले गाह्रो छ खानेकुरा मेरो यसले के ल्याइरहेछ यहाँ चाहिँ भाइ त के रहेछ है त के थियो यसमा ए त्यही के ब्रासलेटको छ नि ब्रासलेटको ल ब्रासलेटमै हाल सो गाइस यो नि राख्नुपर्ने हुन्छ यो भुराहरूलाई दिन क्या है सो गाइस अहिले भुरा छन् त्यो अहिले बाडेर खाऊ नि तिमीहरूले ल सो गाइस यो पनि भुराइको लागि हो भेटाउनु नाली तिनजना ढोका खोलेर आमा हाम्रोमा फेरि झ्यालबाट यसो गर्नु भयो तीनजना भुरालाई हेरेर सो गाइस आजको चाललाई चाहिँ एकदमै हतारमा छ यो चाहिँ ल खोल्छौँ कि भ्लग गर्दैछौँ कि लु भ्लग गर्दैछु भन्छु म पनि लिनु न एकछिन भ्याइयो कि अब भ्याइयो कि अब कति राख्नु सामान पोको पारिहालेँ गाइस म पनि पोको पार्छु चक्लेट चाहिँ कसैलाई दिन्न चक्लेट चाहिँ मलाई पनि दिए होला है डेरी मिल्क खोजेको कि मैले यहाँ राखेँ थिएँ ल्याइदिस् फेरि अर्को नि अर्को ल्याएर त्यही हो यहाँ बल्ल त्यो पनि सम्झिनु ए फेरि अहिले त मेरो चोरेलाई गर्छु गाइस सो हजुरलाई के कस्तो लाग्यो हाम्रो कलर गिफ्ट एक्सचेन्ज गेम सो कमेन्ट गरिदिनु होला तपाईलाई नि आयो मन पर्यो होला गिफ्ट मलाई पनि एकदमै मन पर्यो धन्यवाद तपाईलाई नै अब मेरो गिफ्ट चाहिँ सबै फन्नी नै थियो हैन जस्तो आफूले सकिन्छ त्यस्तो ल्याउनु त
खुस गर्ने नि होइन कि यो गिफ्टमा म तेरो फन्नी भयो मेरो यस्तो भयो भन्ने नि होइन अझै फन्नी ल्याउनु हुन्थ्यो तर अब अलिकति टाइम थिएन म त प्याज हाल्दिनँ ल त त्यसले फेरि घर लैजाने है चोर्छु भनेर चाहिँ हाल्दिनँ सो त्यही भएर हजुरलाई के कस्तो लाग्यो आजको ब्लग कमेन्ट कमेन्ट गर्नु गर्नु होला होला सो थ्याङ्क्स फर वाचिङ my आवर video, भिडियो guys. बाइ बाइ